घरमुलीज्यू, आदरणीय यस घरका सदस्यज्यूहरू, बजेट सुन्दा ताली बजाउने तर लागू गर्दा मोबाइल समात्ने घरका मतदाता महानुभावहरू, आज म यस सम्मानित घर संसदमा उभिएर आगामी आर्थिक वर्षका लागि घर परिवारको ऐतिहासिक सुधारमुखी र अनुशासित बजेट प्रस्तुत गर्दैछु। देशमा इन्धनको भाउ दुई गुणा रात चौगुणाले बढिरहेका बेला महँगी बढ्ने नै भयो। यस्तो अवस्थामा म यस घरको अर्थमन्त्रीका हैसियतले विभिन्न शीर्षकमा हुँदै आएका खर्चहरूलाई कटाएर हाम्रो घरको आम्दानी र खर्चलाई तालमेल मिलाउन अनुमति चाहन्छु। श्रीमान तथा छोराछोरी महोदय, काम गर भन्दा पढ्न छ भन्ने अनि 24 घण्टा मोबाइलमा व्यस्त हुने र परीक्षामा एनजी ल्याउने जेनजीहरूलाई आफ्नो काम आफै गरौँ नीति ल्याएकी छु। चिया नास्ता तथा पेय पदार्थ शीर्षकमा दिँदै आएको खर्चलाई कटौती गर्दै गाउँघरमा पाइने मकै भटमास दही चिउरा फापर कोदो गहुँको रोटीको भान्साको व्यवस्था मिलाएकी छु। श्रीमान तथा छोराछोरी महोदय, टोयलेट जाँदा मोबाइल, भात खाँदा दिनमा होस् या रातमा 24 घण्टा मोबाइल हेर्नेलाई लोकसेवा आयोगको किताबको प्रबन्ध गरेकी छु। यसले गर्दा मोबाइलको लत छुट्नका साथै शिक्षामा पनि सुधार आउनेछ। आफ्नो काम आफै गरौँ भन्ने शीर्षकमा बाथरुममा नुहाउने बित्तिकै भित्री लुगा धोएर सुकाउनेलाई उचित पुरस्कारको व्यवस्था मिलाएकी छु, जसले गर्दा बाथरुमको कुनामा 7 दिनसम्म लुगा थुपारेर राख्नेहरूलाई घरका सबै सदस्यको लुगा धुने सजायको पनि व्यवस्था गरेकी छु। श्रीमान तथा छोराछोरी महोदय, पान सुपारी खैनी भोला चुरोट रजनीगन्धा आदि खाएर जथाभावी पिच्च थुक्नेलाई तत्काल पोचा लगाएर पुछ्न पानीले सफा गर्न लगाउने कानुन ल्याएकी छु। शिक्षा क्षेत्रमा दिँदै आएको खर्चमा पनि केही कटौती गरेकी छु। +2 पास गरेका छोराछोरीले आफै कमाउँदै पढ्दै भन्ने योजना ल्याएकी छु। अन्य कक्षामा पढ्ने विद्यार्थीका हकमा सामुदायिक विद्यालयको चाहना नगर्नुहोस् कुनै बहाना भन्ने योजना ल्याएकी छु। श्रीमान तथा छोराछोरी महोदय, खानपान तथा सरसफाई अन्तर्गत अहिले भान्से तथा लुगा धुनेलाई बिना तलब बिना सुविधा काम लगाउँदै आएकोमा यसलाई हेरफेर गरेकी छु। खाना चिया नास्ता बनाउनेलाई दिँदै आएको 4 दिन छुट्टीलाई बढाएर 6 दिन पुर्याउने प्रस्ताव पेश गरेकी छु। साथै भान्से तलब योजना र पेन्सनको व्यवस्था पनि तत्काल लागू गर्ने कुरा अगाडि बढाएकी छु। चाडपर्वमा दिँदै आएको पोसाक भत्तालाई कटाएर ओल्ड इज गोल्डको योजना ल्याउनका साथै 1 वर्ष 1 जोर लुगा नीति ल्याएकी छु। श्रृङ्गार शीर्षकमा दिँदै आएको खर्चलाई शून्यमा झारेर प्रत्येक वर्ष नेचरल ब्युटी प्रतियोगिता गराउने व्यवस्था मिलाएकी छु। श्रीमान तथा छोराछोरी महोदय, पारवहन खर्च अन्तर्गत इन्धनको भाउ अत्याधिक बढेकाले सफारी साइकल हाम्रो बाइक नचढ्नु राम्रो हो भन्ने नारालाई चरितार्थ पार्न साइकलको व्यवस्था मिलाएकी छु। चाडपर्व तथा पाहुना शीर्षकमा दिँदै आएको खर्चलाई सन्तुलनमा ल्याउनका लागि पाहुनाले आउँदा ल्याउने कोसेली अर्ग्यानिक घरमा फलेका हरियो साग सब्जी फलफुल तथा दही मही ल्याउनेलाई उचित सम्मान गर्ने तर कोक फेन्टा जस्ता पेय पदार्थ लिएर आउने पाहुनालाई फिर्ता पठाउने व्यवस्था मिलाउने छु। अरूका छोराछोरी कति घुम्न जान्छन्, पल्ला घरका ओल्ला घरका चिया पसलमा चिया खाँदै गफ गर्छन् भन्ने जस्ता टिका टिप्पणी गरे पोहोर दिँदै आएको प्रोत्साहन भत्ता पनि काटिने व्यवस्था मिलाएकी छु। फेसबुक, टिकटक, इन्स्टाग्राम तथा युट्युबमा परिवारका सदस्यलाई लाइक फलो र सेयर नगर्ने परिवारका सदस्यलाई वाइफाईको पासवर्ड नदिने योजना ल्याएकी छु। माथिका सबै बुदाहरू मनन गरेर श्रीमानले श्रीमतीको तथा छोराछोरीले आमाको मन खुसी राखेमा यो बजेट पुनः हेरफेर समेत हुन सक्नेछ। अन्त्यमा जय घर परिवार, जय बजेट। धन्यवाद।